कुनै पनि काम अब वा पछि आउने समयमा हुने, हुँदै गरेको वा पूरा हुने अवस्थालाई के भनिन्छ? भविष्यकाल भनिन्छ। नमस्कार, लर्निङ सिरिजमा तपाईलाई हार्दिक स्वागत छ। आजको यस सिरिजमा हामी नेपाली व्याकरणको काल तथा कालका पक्ष अन्तर्गत हामीले भविष्यकालको बारेमा चर्चा गर्न गइरहेका छौँ। भविष्यकाल भन्नाले कुनै पनि काम अब वा पछि आउने समयमा हुने, हुँदै गरेको वा पूरा हुने अवस्था जनाउने समयलाई के भनिन्छ त? भविष्यकाल भनिन्छ। पछि आउने समयमा कुनै काम हुने अथवा हुँदै गरेको अथवा पूरा हुने अवस्था जनाउने समयलाई हामी के भन्छौँ? भविष्यकाल भन्दछौँ। जस्तै उदाहरणका लागि हामी कथा लेख्नेछौँ, पछि हामी आउने समयमा गर्नेछौँ भन्ने भयो है त। त्यसै गरी प्रशान्त मामा घर जानेछ। त्यसै गरी अर्को योगेश खाना बनाउँदै हुनेछ। यी वाक्यहरूले के जनाउँछ त? अब आउने समयमा अथवा पछि आउने समयमा कुनै काम हुने अथवा हुँदै गरेको अथवा पूरा भएको हुनेछ भन्ने जनाउँदछ। भविष्यकालका तीनवटा पक्षहरू रहेका छन्। भविष्यकालका पक्षहरू सामान्य भविष्यत, अपूर्ण भविष्यत र पूर्ण भविष्यत गरी तीनवटा पक्षहरू रहेका छन्। सबैभन्दा पहिले हामी सामान्य भविष्यकालको बारेमा चर्चा गर्न गइरहेका छौँ। कुनै पनि काम अथवा घटना पछि आउने समयमा हुने सामान्य अवस्था जनाउने क्रियाको पक्षलाई के भनिन्छ? सामान्य भविष्यत भनिन्छ। कुनै पनि काम पछि आउने समयमा जनाउने, त्यसलाई सामान्य अवस्थामा जनाउने। जस्तै यसमा क्रियाको धातुमा नेछ, नेछु, नेछस्, नेछौँ, नेछन्, नेछिन् आदि प्रत्ययहरू जोडिएर आउने गर्दछन् है त। जस्तै उदाहरणका लागि यी वाक्यहरूबाट हामी प्रश्न हुन सक्छौँ। म काठमाडौँ जानेछु। अब आउने समयमा जानेछु भने पछि आउने समय जनायो। त्यसै गरी उनीहरू चिडियाखाना घुम्न जानेछन् भनेपछि यसले के जनायो त? अब आउने समयमा कुनै काम हुनेछ भन्ने जनाइरहेको छ। त्यसै गरी हामी गीत गाउनेछौँ। यी वाक्यहरूबाट हामी के बुझ्न सक्छौँ भने कुनै काम भविष्यमा अथवा अब आउने समयमा हुने सामान्य अवस्था जनाएको छ है त। त्यस्तै गरी अर्को रहेको छ अपूर्ण भविष्यत भन्नाले कुनै पनि काम अथवा घटना पछि आउने समयमा हुँदै गरेको अथवा भइरहेको हुनेछ भन्ने जनाउने अवस्था के हो त? अपूर्ण भविष्यत हो। जस्तै उदाहरणका लागि क्रियाको धातुहरूमा तैदै हुनेछ, तैदै हुनेछु, तैदै हुनेछस्, तैदै हुनेछौँ, तैदै हुनेछन्, तैदै हुनेछिन् आदि प्रत्ययहरू जोडिएर आउने गर्दछन् है त। जस्तै उदाहरणका लागि हामी यी वाक्यहरूबाट प्रश्न हुन सक्छौँ। हामी फुटबल खेल्दै हुनेछौँ भनेको अब आउने समयमा कुनै काम गरिरहेका हुनेछौँ भन्ने जनाएको छ। हामी फुटबल खेल्दै हुनेछौँ। त्यसै गरी हरि विद्यालय जाँदै हुनेछ भनेको अब आउने समयमा गइरहेको हुनेछ भन्ने हो है त। त्यसै गरी गीता खाना पकाउँदै हुनेछिन्, पछि आउने समयमा त्यो काम गरिरहेको हुनेछिन् भन्ने जनाएको छ। यी वाक्यहरूमा आएका खेल्दै हुनेछौँ, जाँदै हुनेछ, पकाउँदै हुनेछन् यी वाक्यहरूले के जनाउँछ त? अपूर्ण भविष्य है त। ल, भिडियो कस्तो लागिरहेको छ? भिडियो मन परिरहेको छ भने कृपया भिडियोलाई लाइक गर्न तथा सेयर गर्न र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला है त। त्यसै गरी अर्को रहेको छ पूर्ण भविष्यत। कुनै पनि काम अथवा घटना पछि आउने समयमा पूरा भएको छ अथवा पूरा भएको हुनेछ भन्ने जनाउने क्रियाको पक्षलाई के भनिन्छ? पूर्ण भविष्यत भनिन्छ।
यसमा धातु क्रियाको धातुमा एको एकी हुनेछ, एको एकी हुनेछु, एको हुनेछस्, एका हुनेछौँ, एका हुनेछन्, एकी हुने छिन् आदि प्रत्ययहरू जोडिएर आउने गर्दछन्। जस्तै उदाहरणका लागि अनुषा विद्यालय गएकी हुने छिन्। त्यस्तै गरी हामीले खाना पकाएका हुनेछौँ, एको एका एकी हुने छिन्, हुनेछौँ आइरहेको छ है त। उनीहरू बजार गएका हुनेछन्। यी वाक्यहरूमा आएका एको एका एकी, जस्तै गएकी हुने छिन्, पकाएका हुनेछौँ, गएका हुनेछन्। केही नमुना प्रश्नहरू रहेका छन्। पहिलो नम्बरमा रहेको छ उसले कविता लेख्यो। यस वाक्यलाई हामीले अपूर्ण भविष्यकालमा परिवर्तन गर्नुपर्ने रहेको छ। त्यस्तै गरी अर्को रहेको छ हामी किताब पढ्दै थियौँ। यस वाक्यलाई पूर्ण भविष्यकालमा परिवर्तन गर्नु पर्ने रहेको छ। त्यसै गरी अर्को रहेको छ राम पोखरा जाँदैछ। यस वाक्यलाई सामान्य भविष्यकालमा परिवर्तन गर्नुपर्ने रहेको छ। ल तपाईले पनि प्रयास गर्नुहोस् त, यहाँहरूले पनि यसलाई परिवर्तन गर्न सक्नुहुन्छ। हामीले वर्तमान कालका तीनवटा पक्षहरूमा जुनसुकै पनि वाक्यलाई परिवर्तन गर्दा या पदमा लाग्ने विभिन्न धातुहरूको प्रयोग गरेर गर्न सक्दछौँ। जस्तै यी वाक्यहरूलाई परिवर्तन गर्दा उसले कविता लेख्यो वाक्यलाई अपूर्ण भविष्यकालमा परिवर्तन गर्दा ऊ कविता लेख्दै हुनेछ हुन्छ। र त्यसै गरी अर्को रहेको छ हामी किताब पढ्दै थियौँ। यस वाक्यलाई पूर्ण भविष्यकालमा परिवर्तन गर्दा हामीले किताब पढेका हुनेछौँ। अर्को रहेको छ राम पोखरा जाँदैछ। यसलाई हामीले सामान्य भविष्यमा परिवर्तन गर्नुपर्ने रहेको छ र यसलाई सामान्य भविष्यमा परिवर्तन गर्दा राम पोखरा जानेछ हुन्छ है त। भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्न, शेयर गर्न तथा च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।